साथीहरू नमस्कार। म चाहिँ यतिखेर रोल्पाको त्रिवेणी गाउँपालिका एउटा नम्बर 6 रानीमाला भन्ने ठाउँमा, जुन चाहिँ मेरो जन्मस्थान पनि हो। म यतिखेर आफ्नो घरमा मकै भाँच्ने कार्यक्रमका लागि साथीको घरमा आएको थिएँ र एकदमै घनिष्ठ साथी, एकदमै मेरो मनमुटुको, मेरो हरेक दुःख सुखको साथी नवीनको अकस्मात रूपमा बिहे हुने भन्ने कुरा सुनेर घरका सम्पूर्ण कामहरू थाती राखेर म चाहिँ दाङ जाँदैछु। यतिखेर म यो माथि घरबाट तल घर भएर तलबाट केही तयारी गरेर घर जाँदैछु। म चाहिँ यहाँ माथि घर बही भाँच्नुको लागि भनेर आएको थिएँ। म जङ्गलको बाटो भएर अलि हतार छ, सबै कुरा आकस्मिक रूपमा गर्नु भएको कारणले धेरै तकलिफ नपुगेको भन्ने कुरा छ। म यहाँबाट प्रारम्भिक रूपमै अहिले नै मेरो प्यारो दुई मित्र कविता र नवीन दुवैजनालाई सुखद दाम्पत्य जीवनको मुरी शुभकामना भन्न चाहन्छु। अरू बाँकी कुरा म अबको 2-3 घन्टापछि यहीँ सेरोफेरोमा दाङकै सेरोफेरोमा आइपुग्नेछु। अरू कुरा प्रत्यक्ष मुलाकातमा गरौँला, प्रत्यक्ष भलाकुसारीमा गरौँला। म एकदमै खुसी छु, एकदमै हर्षित छु। त्यही खुसी हर्षका कारणले म भौगोलिक रूपमा अलिक टाढा भए पनि, दाङदेखि रोल्पा अलिक टाढा भए पनि करिब 40-50 किलोमिटर टाढाको दूरी भए पनि म तिम्रो यस खुसीको छिनका लागि भनेर अरू सम्पूर्ण कुराहरू बिर्सेर आउँदैछु। म एकदमै खुसी छु। तिमीहरूको त्यो लामो 8 दशकभन्दा लामो प्रेम सम्बन्ध आज न्याय पाएको छ। लामो प्रेम सम्बन्ध आज वास्तविक रूपमा वैवाहिक सम्बन्धमा रूपान्तरण हुन गइरहेको छ। योभन्दा ठुलो खुसीको कुरा के हुन सक्छ र? प्रेम सम्बन्धको प्रारम्भदेखि नै म एक प्रकारको साक्षी हुँ। त्यस कारण पनि म एकदमै हर्षित छु, खुसी छु। अरू कुरा बाँकी भेट्नै गर्नेछौँ, सुख दुःख साट्नेछौँ। फेरि पनि सुखद दाम्पत्य जीवनको मुरी शुभकामना। फाइनल्ली म घरबाट फ्रेस भरि निस्किसकेको छु। उकाली मजुवा भन्ने ठाउँमा मजुवाको चढ्नेर गाडी आउँदैछ, त्यसमा चढेर अबको 2-2.5 घन्टा पछाडि म तुलसीपुर बजार पुग्नेछु। म यतिखेर घरबाट निस्किसकेको छु। बोलेरो गाडी पनि आइसकेको छ। म यतिखेर मजुवाबाट लिङदुङ हुँदै, यो लिङदुङको सेरोफेरो हो, मजुवाबाट दाङ तुलसीपुरका लागि प्रस्थान गरिसकेको छु। यतिखेर करिब 10 बज्न आँटेको छ। 10 बजेबाट मजुवाबाट मैले यात्रा सुरु गरेको। यतिखेर म निगालपानी आइसकेको छु। उता सिधा उता गएको यो शहीद मार्गतर्फ जान्छ यो बाटो, उता होलेरीतर्फ जान्छ भने यताबाट घुमेर निगालपानी हुँदै, निगालपानीबाट यताबाट म कपुरकोट निस्किने बाटो। उता पारितिर सुन्दर हिमालहरू देखिएका छन्, सुन्दर दृश्यहरू। यतिखेर यी सल्यानका सुन्दर बस्तीहरू, कपुरकोट गाउँपालिका, सल्यानको कपुरकोट गाउँपालिकाका एक सुन्दर बस्तीहरू, यी बस्तीहरूमा म अहिले छु। यो खाली हो, कपुरकोट गाउँपालिकाको खाली। यहाँ महोत्सवको तयारी हुँदैछ। यी खाली र बागटाँका यी सुन्दर बस्तीहरू, यी सेरोफेरोहरूमा छौँ हामी यतिखेर। यात्रा सहज भइरहेको छ, ठिकै छ। यो कपुरकोट गाउँपालिकाको कपुरकोट बजार हो। यो एउटा दाङ र सल्यान जोड्ने एउटा प्रमुख व्यापारिक केन्द्र अथवा एउटा नाका हो। रोल्पाको त्रिवेणी गाउँपालिका, गङ्गादेव गाउँपालिका र माडी गाउँपालिका आदि गाउँपालिकाहरू यस ठाउँबाट जोडिन्छन्। यो राप्ती राजमार्गको तुलसीपुर कपुरकोट सडक खण्ड हो। साथीहरू, फाइनली म तुलसी बोर्डिङ चोकमा यतिखेर म सुरक्षित अवतरण गरिसकेको छु। रोल्पा जुगारदेखिको यात्रा यतिखेर म तुलसीपुरका सुन्दर बस्तीहरूमा आएर टुङ्गाउँदैछु। यतिखेर हामी अगाडि हाम्रो दिलीप दोस्तलाई भेटेका छौँ, साक्षात्कार गरेका छौँ। साथी यतिखेर हामी फाइनली दिलीपलाई भेटिसकेका छौँ। यतिखेर हामी मन्दिर जाँदैछौँ। यो कालिका मन्दिर हो, जहाँ यही परिसरमा बिहे हुँदैछ। आजको बिउलाई भेटिसकेको छौँ। हेलो ल, उसलाई शुभकामना छ, व्यस्त छ केटो। आदरणीय दर्शकबिन नमस्कार। हामी यतिखेर छौँ तुलसीपुरका यी सुन्दर गल्लीहरूमा, सुन्दर बस्तीहरूमा। यतिखेर हामी एकदमै
आकस्मिक रूपमा सुसम्पन्न हुन गइरहेको हाम्रो एकदमै प्रिय द्वय मित्र कविता भुषाल र नवीन खड्काको वैवाहिक सम्बन्ध अथवा शुभ विवाहको अवसरमा हामी त्यसैको जोडदामका लागि तयारीका लागि हामी यी सडक गल्लीहरूमा यी तुलसीपुरका यी सडक गल्लीहरूमा विभिन्न पसलहरूमा हामी यतिखेर हिँडिरहेका छौँ। यतिखेर हाम्रो साथमा छन् हाम्रो एकदमै मिल्ने घनिष्ठ साथी हाम्रो दिलीप ओली, उनसँग हामी यतिखेर यी तुलसीपुरका कलाइनका बस्तीहरूमा हामी भौतारिरहेका छौँ। अघि भर्खरै हामीले आजको बेहुलालाई भेटेका थियौँ। हामी यतिखेर आजको विवाह स्थल विवाह मण्डप हामीको आज कालिका मन्दिरमा जानेछौँ। विभिन्न कारणहरू आज छोटो समयमा विवाहको पूर्ण तयारी गर्नु भएकाले अलिकति हामी व्यस्त छौँ, सेड्युल टाइट छ, अलिकति हामी बेफुर्सदिला भएका छौँ, काम भ्याइ नभ्याइ छ। र पनि हामी आजको यो छोटो समयमा हामी साथीभाइहरू छरछिमेकी परिवार मिलेर एकदमै आजको दिन यादगार बनाउने प्रयास गर्नेछौँ, जसका निम्ति म रोल्पाबाट यहाँ यस तुलसीपुर बजारमा आइसकेको छु। आज हाम्रो साथीहरूको शुभ विवाह सुसम्पन्न हुन गइरहेको छ। त्यही स्थान त्यही बिन्दुमा हामी जाँदैछौँ। हाम्रो शुभकामना छ, शुभेच्छा छ यस वैवाहिक सम्बन्ध, यस दाम्पत्य जीवन सुखद होस्, सुखमय बितोस्, बाधा अडचनहरू नआउन्, एकअर्काको बिच कहिले पनि वैमनस्यता नहोस्, सधैँ एकअर्काका मर्महरू पीडाहरू बुझ्नु, सधैँ यस सम्बन्धलाई यस्तै गरी अझ रम्बर राख्नु, युग युगसँग नबिर्सिने खालको एकदम अविस्मरणीय सम्बन्धका डोरीहरू कस्नु भन्ने शुभेच्छा हामी साथीभाइहरूको तर्फबाट म एकमुष्ट रूपमा दिन चाहेँ। फाइनल्ली हामी मेरो मित्र दिलीपको रुममा पुग्दैछौँ। यिनले कुन ठाउँमा लाने पनि थाहा छैन मलाई, भित्र हिँडालिराखेका छन्। मलाई यिनीहरूले यार बेपत्ता बनाउनु लाग्ने यार, मेरो सुन्ने आफन्तहरू हो, त्यो भिडियो हेरेर पत्ता लगाउनु यिनी मान्छे मलाई म भेटिएन भने। हामी यो सुन्दर यो तुलसीपुर बजारको यो भित्री गल्लीहरूमा, यो भित्री बस्तीहरूमा आइपुगेका छौँ। कुन ठाउँ हो, कुन नाम हो, के नाम हो यो मलाई थाहा छैन। मलाई जहाँसम्म लाग्छ यो राप्तीबाबी क्याम्पसको अलि माथिको आसपासको ठाउँ हो। यसलाई यो पवनको घर पनि होला यस आसपासमा जस्तो लाग्छ मलाई। यो ठाउँको नाम गाइडर, सम्भवतः गाइडर हुनुपर्छ, यो हो नै रहेछ। हामी सबै यतिखेर तुलसीपुर बजारका यी गाइडरका यी भित्री बस्तीहरूमा, यी सुन्दर शान्त मनोरम बस्तीहरूमा साथमा हाम्रो साथी छन् दिलीप, र उनले यतिखेर मोटरसाइकल हाकिरहेका छन्। यस्तै ठाउँमा चाहिँ पवन के हो अरे त तल्लो गल्लीमा एउटा मानव सेवा आश्रम हो, यो गान शाखा। र पुराको हिउँदामा चाहिँ मैले नवीनले काम गरेको थिएँ, कविताले काम गरेको थिएँ। र यो देख्नुभएको ठुलो भवन यो तुलसीपुरको महानगरपालिकाको प्रशासनिक भवन हो, जो चाहिँ सेप्टेम्बर 8-9मा भएको नेपालको ठुलो क्रान्ति जेन्जी आन्दोलनले हिंसात्मक रूप दिए पश्चात यस ठाउँमा आगजनी भएर क्षतिग्रस्त अवस्थामा छ। यी सरकारी गाडीहरू पनि जलेर आगजनी भएर एकदमै क्षतिग्रस्त अवस्थामा हामीले यहाँ प्रत्यक्ष रूपमा देख्न पायौँ। त्यसको हामी यस मन्दिर परिसरमा प्रवेश गरिसकेका छौँ। र दुला साहब आइपुग्नु भयो कि भएन? यस्तोमा हामी छौँ यतिखेर हाम्रो दुला भाइ। ओहो साथीहरू, यतिखेर हाम्रो जय साहबसँग प्रत्यक्ष मुलाकात भइसकेको छ। उहाँ चाहिँ हाम्रो शुभ लाग्नु न, उहाँलाई सर्वप्रथम बधाई छ। उहाँ चाहिँ दोस्रो पुस्तामा प्रवेश गरिसक्नुभयो। उहाँले आफ्नो के अरे जेन अल्फा होइन बिटाज जन्माइसक्नु भएको छ। उहाँलाई शुभकामना छ। साथसाथै आजको वैवाहिक जीवनको शुभकामना सँगसँगै अर्को पनि यहाँ शुभकामना दिनै पर्ने भएको छ। तपाईँलाई फेरि पनि शुभकामना। धन्यवाद। पार्टी आज दुईवटा खानुपर्छ। ल हुन्छ हजुर, खाइहालिन्छ नि, के भएन। अब के भने के छ त अनि साथीहरू भन्नुहोस्। यहाँ मैले बिहा गरेर छोरो जन्माइसकेँ, भक्कुले गरिसक्यो, तपाईँहरूको पाल कहिले हो? उमेर जान लागिसक्यो, टाइम गर्नु पर्यो। सुन है भाइहरू, सुन तिमीहरूलाई हो यो पहिला सुन भाइ, दाइ आफैले नसुन्ने फेरि भाइहरू भन्ने यसरी सटाएर हान्न मिल्दैन। अनि सबैले एउटा उमेरमा बिहा चाहिँ गर्नु पर्यो। ठिक छ, ठिक छ। सल्लाह र सुझावका लागि धन्यवाद। अनि के छ तिमीहरूको हालखबर? लामो समयपछि भेट भयो के अरे, सायद हाम्रो छुट्टी भएपछि अरे के अरे कलेज बिदा भएपछि हाम्रो पहिलो भेट होला भन्दा नि मसँग। ठिक छ, आराम छ। के हो बोल्न
लाज भने विषय चिनेर नि केही उनले मलाई परिचय दिँदै गर्नुहोस् त म यता भाइसँग प्रत्यक्ष हामी सम्पर्कमा जोडिन्छौँ के छ भाइ आज नवीनको बिहेमा आछौ होइन के कस्तो लाग्दैछ ठिक छ सबै ठिकै छ यसो म त सालीहरू हेरेर आएँ हाम्रो यो लगनमा केही लगन जुर्ने आश छ हामीलाई जुराउन जुराउ निम्ता खाना आइहाल्छौँ रोलबाट झरिहाल्छौँ रोल्पा भएसम्म हो ओखलडुङ्गा भयो भने त आउनु सक्नुहुँदैन प्लेन बुक गर्नु दिलीप म यहीँ बाल गर है ओखलडुङ्गा भयो त आउँदिनँ नि फेरि म त दिनअनुसार त दिलीप पालो हो के हाम्रो गोत्यार दुब्लाएर सिलिम भएको छ नि अब म यस्तै भन्छ नि के अरे अब मेरो नजरले धोका खाऊँ कि हेलो कविता के छ तिम्रो हालखबर तिमीलाई बधाई छ हामी यतिखेर छौँ तुलसीपुर महानगरपालिका कालिका मन्दिर परिसरमा यतिखेर हाम्रो ज्वाइँ साहब सुदीप हुनुहुन्छ यता हेरिदिनुहोस् त ज्वाइँ साहब हजुर हाम्रो एकदमै सर्टको कलर पनि म्याच गरेको छ यो भन्नु हाम्रो केमिस्ट्री मिल्छ भन्ने कुरा हो को सङ्केत हो हामी यतिखेर छौँ हाम्रो एकदमै हितैषी मित्र दुवै नवीन खड्गा र कविता भुषाल बिच हुन गइरहेको एकदमै शुभ विवाहको अवसरमा हामी साथीभाइ एकदमै जमघट भएको छ र हामी विवाह मण्डपबाट यतिखेर विवाहका लागि केही विशेष कार्यका लागि हामी तुलसीपुर बजारको मुख्य बजारतर्फ प्रस्थान गर्दैछौँ साथीहरू यता यो चाहिँ हाम्रा कलेज पढ्दाखेरिका सहयात्रीहरू साथीहरू दौतरीहरू आज हाम्रो भेट भएको छ लामो समयको अन्तरालपछि खै त साथीहरू यहाँ हो तिमीहरू नमस्कार आज मिति 2082 साल 6 महिना 23 गतेको दिनमा हाम्रो चिल्लीकोटो सम्झिनु त्यो सम्झिरहेको छु मैले हाम्रो एकदम आत्मीय मित्र एकदम घनिष्ठै जिग्री पुरै छोड्दियो भनिसाध्य छैन त्यति जिग्री साथीको बिहामा हामी जति साथीहरू छौँ सबै उपस्थित छौँ ल सबै त उपस्थित छैन अब यहाँ जति उपस्थित छौँ सबै छुटेकालाई सबैले मनैदेखि सम्झेका छौँ ल हाम्रो अब बोल्नुहुन्छ दिलीप सरलाई दिलीप सरको 2 शब्द जाओस् अब ल म यस्तो बोल्न के जान्नु नेपाली जान्नु वैवाहिक जीवनको धेरै धेरै शुभकामना छ मैले पनि चाँडै खुसीको खबर सुनाउने प्रयास गर्छु मेरो चाहिँ खासै अत्तोपत्तो केही छैन अब यो व्यवहारिसे मान्छे परे जस्तो हजुर एलिना एलिना मलाई त केही नि बोल्न आउँदैन सबै साथीसँग भेट भयो त्यही ठुलो कुरा हो त्यही खुसी कुरा हो आजको दिन चाहिँ एकदम रमाइलो भयो सबै साथीहरूलाई मनदेखि सम्झना छ शुभकामना मेरो पनि छिटै पाला साथीहरू सबै साथीहरूले आफ्नो विचारहरू राखिसक्नु भएको छ मेरो तिनै शब्दहरूमा थप्दै बेहुला बेहुलीहरू त्यहाँनिर हुनुहुन्छ ल खड्का सर एकचोटि यता हेरौँ त यता हेर्छु हो ओ केटा फेरि यता ओ केटा हेर्दा नि त जुरासालु तेर्दा नि त साथी नवीन खड्गा र कविता भुषाल औपचारिक रूपमा आफ्नो विवाह बन्धनको प्रक्रियाहरू पुरा गर्दैछन् आफ्नो विवाहको कार्यहरू गर्दैछन् यहाँ सिन्दुर हाल्ने कार्यक्रम हुँदैछ यतिखेर हाम्रो साथी नवीन र कविता वैवाहिक जीवनमा आधिकारिक रूपमा बाँधिएका छन् ल ताली 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 ल बस अब आँखामा आँखा दुधाएर खाने हो त कसैले रुरुरु वाला धुन बजाइदिए बजाउँदा सिधै ब्याकग्राउन्डबाट बजाउँदा हाम्रो ट्याक्क कम गरे रोगिराख्ने खुट्टाको छोड्ने ठाउँ छैन त्यो हुन्न
भाग्यमा नि ल नवीन पैसा पनि निकाल्नु पर्छ फेरि यो त भएन है झल्टी पैसा हेर्दै अनि ठ्याक्क ढोक्दै फेरि पैसा हेर्दै ढोक्दै कामै त्यही हो अब थाहा हुन्छ कति वर्ष लप पर्यो भन्ने कुरा सल्लाह गर नि सल्लाह दिदिनाले ल भयो मान्नु सेबस त्यो भएन कि खायो अहिले धेरै लम खान अब त्यो पुरै गोल्दे दुइटै पुरै खुवाउने अब खुवाइदिनु ल अब खाने अब ल फकाउँदै फकाके कार्तिक महिना आज आउँदैछ ल खड्का सर एउटा चेक काट्नु पर्यो अब एउटा चेक काट पहिला दे चेक काट्नु पर्यो यो भयो चाहिँ कता छ पेने त छ है चेक काट्नु पर्दैन काली ल पति परमेश्वरको अबदेखि त एउटै थालमा फाइनल्ली साथीहरू वैवाहिक सम्बन्धमा बाँधिसके ओ दुला साहब हेरिदिनु नि सर के छ आराम हुनुहुन्छ नि के छ अनि हजुरको के छ अहिले वर्तमान अवस्था कस्तो महसुस हुँदैछ आफ्नो बिहे त मिस यो बिहे देख्दाखेरि आफूलाई नि बिहे गरौँ लागेन अनि सर लागेन भए पनि लाग्नु बनाउनु पर्यो नि अनि हाम्रो जेन्जी भाइ छ नि यहाँ तिमीलाई कस्तो लाग्यो भन त मेरो भएको छैन होइन म त भर्खर 14 वर्ष मात्रै भए म त भर्खर 12 वर्ष भइगयो हो के अरे उमेर भएको दाइरी नआएको के भन्नु त त्यस्तो हो अनि तपाईँलाई त के दोस्रो गरौँ त लागेन नि धेरै नगरम बरु नलागाले गरिहाल्छ ढिलो नगर भोलि के हो जनता जान्न चाहन्छु तपाईँ चाहिँ कहिले गर्ने गर्ने त भने नि हाम्रो हाकिम भएर तपाईँले हामीलाई तपाईँले के ज्ञान दिनुहुन्छ तपाईँले एउटा पढाइमा मात्रै नभएर तपाईँले अरू कुरामा पनि कविता लेख्ने कविता लेख्नु ल भन्नुहोस् तपाईँले म भगवान हो नपेल्नु न पत्रकार साथी भगवान्ले त अनि सबैको इच्छा पुरा गर्ने भनेको तपाईँले एउटा जागिरी खानुभयो घरको परिवारको सबको आशा भरोसा राम्रो गर्नुभयो तर हामीलाई चाहिँ पार्टी खानालाई बिहे चाहिरहेको छ तपाईँले किन बिहे गर्नु हुँदैमा सबै हुन्छ म भगवान हो तपाईँ मन्त्री हुनुभयो कि सबै हुन्छ यतिखेर हाम्रो नव वरवधुहरू प्रस्थान हुँदैछ उहाँहरूलाई स्वागत छ साथमा वैवाहिक जीवनको शुभकामना छ भन्नुहोस् के छ अरू त के छ र अलिकति ज्यान लगाउनु पर्यो भएन केटा खुकुरीको सदुपयोग हुनु त अब के अर्थ छ त केटा साथीहरू यहाँ टिका तलामा व्यस्त छन् ल पारस भाइ पालो तिम्रो ल तिमीलाई के भन्न विचार मन छ भन त मलाई मेरो च्यानलमा सब्स्क्राइब गर्ने तिम्रो च्यानल पनि छ तिमी त कडा रहेछ त कुन च्यानल हो भन्दै त राधा भुसाल हो मेरो च्यानल त सब्सक्राइब गरिदेऊ ल तिम्रो भिडियो आउँछ बेलुका तपाईँको के हो हेमराज गोली नभेटे नि तिम्रो भिडियो सोध दिदीलाई सोधे नि हुन्छ ओके मेरो यिनी चाहिँ हाम्रो एकदमै अनि मलाई टिका लाउनु मिल्दैन हजुर भर्खर हजुरबा बित्नु भएको ल नवीन म लाग्यो है ल ल है ल ल हस् ल